दुईवटा आइक्यू प्रश्नमा राख्न गइरहेको छु। यी प्रश्नहरू हल गर्ने तरिका कस्तो लाग्छ तपाईँलाई, जस्तो लाग्छ त्यस्तै कमेन्टमा लेख्नुहोला। यहाँ प्रश्न छन्। पहिलो प्रश्नमा छ 5, 4, 7 र 8 आएको छ, 6, 9, 5 र 10 आएको छ, 3, 7 र 2 यहाँ दिएको छ। वाट भएको ठाउँ हामीले के आउँछ त्यो हामीले हल गरेर देखाउनु पर्ने हुन्छ। जस्तो अप्सन रहेको छन्, एमा 1, बीमा 4, सीमा 3 र डीमा 6 रहेको छ। अब हल कसरी गर्नुपर्छ र कसरी यहाँ आयो भन्ने कुरा म तपाईँहरूलाई हल गर्न गइरहेको छु। तपाईँले ध्यान दिएर अन्तिमसम्म यो भिडियो हेर्नुहोला। र पहिलो प्याटर्नमा रहेको छ 5 + 4 + 7 अपन 2 ले डिभाइड गर्दा बराबर 8 आएको छ। जस्तै दोस्रो प्याटर्नमा छ 6 + 9 + 5 डिभाइड 2 गर्दा 10 आएको छ। त्यस्तै तेस्रो प्याटर्न पनि 3 + 7 + 2 डिभाइड 2 गर्दा 6 आएको छ। यसको सही अप्सनमा रहेको छ यसको एन्सर डी। कसरी भन्दा 5 + 4 9, 9 + 7 जोड्दा 16 डिभाइड 2 गर्दा 8, 6 + 9 गर्दा 6 + 9 15, 15 + 5 गर्दा 20, 20 डिभाइड 2 गर्दा 10। यहाँ 3 + 7 गर्दा 10 + 2 गर्दा 12 डिभाइड 2 गर्दा 6 आएको छ। यस्तै दोस्रो प्रश्न रहेको छ। यहाँ पनि 5, 3, 4 गर्दा 19, 7, 5, 6 गर्दा वाट, 6, 4, 5 गर्दा 29 आएको छ। अब कसरी आयो हामीले यहाँ हेर्नुपर्ने हुन्छ। जस्तै यहाँ 5 तिया 15 + 4 गर्दा 19 आएको छ। यहाँ पनि 6 चौको 24 + 5 गर्दा 29 आएको छ भने यहाँ पनि हाम्रो अब 7 × 5 + 6 गर्दा आउने कति हो त? 7 पनि 35, 6 + 41 हुन्छ। यसको सही अप्सन रहेको छ सीमा। यहाँ कसरी आयो त? 5 तिया 15 + 4 19, 7 पनि 35 + 6 41, 6 चौको 24 प्लस कति त 29, 5 गर्दा 29 आउँछ। हो यसरी हामीले यी दुईटा आइक्यूमा समाधान गऱ्यौँ। यस्तै सदाझै तपाईँहरूलाई सधैँभरि म यस्तै आइक्यू प्रश्न तपाईँहरूमा राख्ने छु। यी प्रश्नहरू कस्तो लाग्यो, तपाईँलाई जस्तो लाग्यो त्यस्तै कमेन्टमा लेख्नुहोला। र मेरो युट्युब च्यानललाई तपाईँले सब्सक्राइब, सेयर गर्न नभुल्नुहोला। धन्यवाद।